हेर्नुहोस् बर्बाद बनाएको छ यसरी यसरी हिँडेछ यताबाट लागेको छ यसरी वर्ष दिनको कमाइ यहाँ हेर सबै सकेर यताबाट निस्किन्छ गाईहरू। त्यहाँबाट पहिला पनि हेर्नुहोस् तपाईँहरू विश्वास लागेन भने गाईहरू हेर्नुहोस् यसरी टिक्दै टिक्दै खाँदै हल्का खाँदै छोड्दै खाँदै गएछ। मकै पाकिसक्यो पुरा गएछन् यता गएछन् गाईहरू यस्तो लागेछन्। हेर्नुहोस् है मजाले यसरी बर्बाद गरेछन् लाम्लोमा हानेछन् गाई। यो कञ्चन कमलै घेराबारी गाईहरू यो यस्तो जङ्गली हात्तीले यस्तो बर्बाद गरेको गाई। हेर्नुहोस् मकै सबै भाँचाएर गर्ने गाईहरू के दुःख गरेर गरेको गाईहरू सबै यसरी खाँदै जान्छन् गाईहरू। रोक्नु पनि रोक्न सकिएन। गाईहरू यताबाट आएको रहेछन् यताबाट आएको रहेछन् अनि यताबाट आएर गाईहरू यहाँ छिरेछन् यतातिर हेर्नुहोस् छिरेछन् गाईहरू। बाटो चाहिँ यो गाईहरू बाटो उताबाट आएको रहेछन् गाईहरू यताबाट सट्टै छिरेछन्। यहाँ मकैबारी हुँदै सब बर्बाद बनाएको छन्। भाँडो यहाँ खाने भाँडो नराख्ने पो गाईहरू यसरी गडाङ गुडुङ भाँचेछन् मकै। हेर्नुहोस् पहिला पनि हेर्नुहोस् है यसरी बर्बाद गरेपछि अनि मकै खेती यतातिर रहेछन् गाई गडाङ गुडुङ भाँचेछन्। गडाङ गुडुङ हेर्नुहोस् बर्बाद बनायो बर्बाद ल है गाईहरू बर्बादै भएछ। यहाँ हगेछन् पनि हेर्नुहोस् गु पनि हेर्नुहोस् है गाई हगेछन् यतातिर लागेछन् मकै भएको सरबटै झुटै बनाएछन् गाईहरू। दुईवटा 5वटासम्म चाहिँ हिँडेको थियो गाईहरू यसरी हिँडेर हिँडेर गए। हेर्नुहोस् तारो मकै बर्बादै बनाउने गाईहरू। गाडी खाने भाँडो यता एउटा गएछ एउटा त्यस्तो लाग्यो ढुगा पनि मजाले खाँदैछ यसरी भाँचेर हिँड्न भित्र जानुहोस् मकै मजाले भाँच्यो दुध लागेको मकै खाँदो रहेछ कि यसरी मजाले खाँदो रहेछन्। हेर्नुहोस् यसरी सुता यसरी यताबाट लागेछन् फेरि यता अलिअलि हुँदै गएछन् फेरि यता घुरेछन्। हेर्नुहोस् सुताएर मकै हरिबिजोग बनाएछन् हो गाईहरू हरिबिजोग सबै गडागुडुङ भाँचेर। हेर्नुहोस् फेरि यता नि यता लाग्यो यता हुँदै यता खान्छन्।